हेलो फ्रेन्ड्स, हामी फेरि पनि एउटा नयाँ भिडियो लिएर आएका छौं। आशा छ हाम्रो भिडियो मन पराइदिनु हुनेछ। अब ढिला नगरी बनाउनतर्फ लागौं है। आज हामीले आलु स्टिकको रेसिपी लिएर आएका छौं। यो एकदमै मिठो, सजिलो र सबैले रुचाउने रेसिपी रहेको छ। यसको लागि हामीलाई एक ठूलो कचौरा आलु चाहिन्छ। यसलाई एउटा एउटा गर्दै मजाले तास्नु पर्ने हुन्छ। यसरी तासिसकेपछि यसलाई बीचमा काटेर 4 टुक्रा पार्नेछौं। अब काटेको आलुमा पानी हालेर पखाल्छौं र केही बेर उमाल्नेछौं। अब एउटा सफा बाउलमा कर्नफ्लावर, बेसार, नुन, जिरा, खुर्सानी र बिरे नुन हालेर मजाले घोल्नेछौं। तपाईहरू कर्नफ्लावरको साटोमा मैदा वा बेसन युज गर्न सक्नुहुनेछ। अब यसमा थोरै थोरै पानी हालेर घोल्छौं। यतिकैमा हाम्रो आलु थोरै पाकेर रेडी भइसकेको छ। यो धेरै पाक्नु हुँदैन, थोरै काँचो हुँदै झिकेर सेलाउन छोड्नुपर्छ। अब एउटा सफा प्यानमा तेल तताउन छोड्नेछौं र रेडी भएको आलुलाई स्टिकमा एउटा एउटा गर्दै बिस्तारै उन्नेछौं। हामीले सबै आलुलाई उनेर राखिसकेका छौं। रेडी भएको आलु एउटा एउटा गर्दै पेस्ट लगाउनेछौं। अब तातो तेलमा आलु स्टिक फ्राई गर्नेछौं। यसलाई बेला बेला पल्टाइराख्नु पर्ने हुन्छ ताकि आलु सबै साइड पाकोस्। थोरै गोल्डन ब्राउन भइसकेपछि यसलाई झिक्नु पर्ने हुन्छ। यसरी हामी सबै आलु स्टिकलाई पकाउनेछौं। अब हाम्रो सबै आलु स्टिक पाकेर रेडी भइसकेको छ। यसमा हामी थोरै सस राखेर खानेछौं। थ्यांक यू।